एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज मसँग को छ? यो चुचुन्द्रे ह्यासट्याग चुचुन्द्रे। ल चुचुन्द्रे भाइ, आज हामी कहाँ जानु लाग्यो? स्विजरल्यान्ड पार्क। स्विजरल्यान्ड पार्क गयो के गर्ने हामी? पिकनिक। को जानु लाग्यो? इन्टरभ्यू लिइरहेको छु म। को दादा आन्टी दिदी छुमनी सबैजना जानु लाग्नु भएको। हामी पहाड चढिरहेछौँ सबैजना। चुचुन्द्रे भाइ भाइले चाहिँ गाह्रो भएर मैले भाइको ब्याग बोकेको छु होइन। भाइले मेरो बोक्छ, म भाइको बोक्छु है भाइ। सब लजावती झारहरू छन्, लजाइहरू छन्, के गर्नु हो कि होइन? हो भन्ने हुन्छ। अब हामी खाना घाँसिएको त होइन, यो खै कताको नागार्जुन नगरपालिका 7 को जताको भयो नि हो, त्यहीको ओल्ड हाउसको के अरे एकदमै परम फ्यानहरू त्यहीँको उकालो रहेछ। मलाई थाहा छैन, भर्खर थाहा हुँदैछ। अब हामी जान्छौँ। मलाई थाहा छैन यो भ्लग आउँछ कि आउँदैन, किनकि म एडिट गर्दिनँ। म यस्तो अल्छी छु नि, मैले अस्ति म व्हाइट गुम्बा गएको थिएँ होइन, त्यहाँ पनि भिडियो एडिट गरेको छैन किनकि मलाई अल्छी लागिरहेको। यो पनि गर्दिनँ, मलाई थाहा छैन। गऱ्यो भने इट्स नाइस, मेरै लागि राम्रो हो। गर्छ होला सायद। यो चाहिँ हामीलाई बाटो थाहा नभए नि हामी उक्लिरहेको छौँ होइन। थाहा छैन के हुन्छ, कहाँ पुगिन्छ। सबैजना उक्लिरहेको छन्। के लाइनै रहेछ त यति लामो, मलाई थाहा थिएन है। मैले खासमा उयो पिङ्क कलरको कुर्ता लगाउने आन्टी अनि उनको उहाँ 2 जना छोरीहरू चाहिँ मैले चिने होइन। कोइलीको आयो, वाह नाइस। मलाई कस्तो मनपर्छ नि कोइलीको आवाज, क्या मधुर हुन्छ होइन, क्या सुनुम लाग्छ क्या। हामी सर्टकट गरेर धेरै माथि आइपुगेछौँ होइन। त्यही भएर कस्तो राम्रो देखिरहेको छ तल नि। गाह्रो बक्री रहेछ यहाँ। खै कता हो खै कता थियो अवस्था आएको थियो है। बसौँ है एकछिन, पानी पिउँ है। छ अरे यहाँ उता रहेछ। त्यहाँ पानीको फाउन्टेन गइरहेको छ भाइहरू त। लु बस्दैमा चाहिँ सग्लायो एकदम। तिमीलाई सबैलाई हाम्रो दिदी उहाँ पुगिसक्नुभयो, भाइ उता पुग्यो, ऊ अर्को भाइहरू मम्मी पनि जानुभयो, अर्को ऊ पनि जानुभयो, आन्टी पनि जानुभयो, अर्को बहिनी पनि जानुभयो, मात्र बाँकी सबैले छोडेर गइदियो मलाई। हामी वहाँ तलबाट यत्रो हिँड्दै यहाँ आइपुग्यो। मलाई भ्यू हेर्ने, भ्यू कुन गीतको याद आइरहेछ थाहा छ? यो हेरेर इन वादियों में टकरा चुके तो कहीं थकेर राष्ट्रिय थकेर सबजना थके विश्राम गरिरहेका छन्। मजा आउँछ। अब हामी कस्तो राम्रो यहाँ त राम्रो छ, ठिकै छ। सक्दैन आएर यहाँ कस्तो भएछ कि अब म यति नै हिँड्नु सक्दिनँ कि, त्यही नै हिँड्नुपर्छ। हिँड्नु थाल्छ कि हाय अंदर से टूटा पैर। फाइनली आई थिङ्क अब हामी बस्न लागेको छौँ। म अघि त्यहीँ बसेर कुरा गर्दा थिएँ, अब यहाँ आइपुग्यो। ठिकै छ, मैले भने त म हिँड्न सक्दिनँ भनेर बस्छौँ। अनि यहाँको भ्यू सायद राम्रो छ, सायद धेरै नै राम्रो छ। त्यही भएर राम्रो। अब त नाच्छ नि अनि बस्ने अरे।
आश्रम अब हामी ड्राई पिकनिक खान्छौँ। यहाँ कस्तो राम्रो के भ्यू वाउ न फोटो खिच्छ राम्रो गाइज हामी रेडी भयौँ अब खानेकुरा अब हामी बस्छौँ अनि खान्छौँ यसमा फोटो खिच्छु भनेर चाहिँ होइन फोटो खिचौँ भनेर चाहिँ कोही नै माने होइन सबैजना आफ्नै ताला है म यसो फर्किनु न खिच्छु खाँदैन के भन्नु अब मेरोमा हामी अनि खाजा खानेलाई मात्रै आएको यहाँ हजुर आजको हाम्रो आमाहरूको मेहनत यो के अरे यो बकरी आयो यो पिनट साधेको के अरे बदाम साधेको यो अचार यो प्याज खाने अनि यो के अरे मस्यौरा यो पुराना यो अनि यो बकरी आयो यी मासु मम्मीले देखाइरहनु भएको छ यहाँ मेरोमा छैन त्यही भएर देखाउनु भएको अनि प्राउन अनि पापड अनि हामी देख्यो कि देखेन सायद देख्यो भाइ पानी परेको अवस्था पर्यो प्याक गरिरहनु भएको छ यहाँ पानी पर्यो होइन अनि हामी प्लेट उठाएर सबैजना हिँड्दै आयौँ मेरो त हेर्ने प्लेट माथि कोक राखेको थिएँ यस्तो त सुप भयो ब्याड लक पनि ब्याड छ मेरो भेरी ब्याड यस्तो मुसलधारे पानी पऱ्यो त्यही नै हामीलाई खाना परिरहेको छ हो कि होइन त्यो हेर उभि खाइरहेछ खाने केही नै हुन्न खाने गाइस इन्द्र देवता चाहिँ हामीसँग धेरै रिसाउनु भएको छ जस्तो छ होइन त्यही भएर यस्तो पानी परिरहेछ नि यस्तो पानी परिरहेछ बसेको ठाउँमा नि पुरै भिज्न लागिसक्यो कि त्यही नै खाइँदैछन् है खाँदैछ यहाँ मम्मी खाइरहनु भएको छ आन्टी नि खाइरहनु भएको छ दिदी नि खाइरहनु भएको छ बुढाहरू चाहिँ सबैले सकाइसकेको छन् यही एउटा मात्र छ अघि रात सापकोटा तिमी पौडी खेल्ने पौडी त्यहाँ खेला न खेला जाडो भयो कि जाडो भयो यस्तो हावा चलिरहेको छ है चिसो इलिस हलोडेको चिसो भइरहेछ तल यति बस्छौँ जाडो भयो धेरै नै गाडीहरू माथि नि गइरहेछन् कति तल पनि गइरहेछन् कति मान्छे त एकै खानु # कपाल्स अघि चाहिँ मैले क्लियर इन्फर्मेसन दिन पाएको थिइनँ होइन यहाँ चाहिँ इन्फर्मेसन दिन पाएको थिइनँ अनि खासमा हामी चाहिँ के भयो भने यहाँनिर हामी उता माथि जङ्गलको बिचमा गएर ड्राई पिकनिक हान्ने भनेर थियौँ होइन ड्राई पिकनिक हान्ने भनेको वेट भयो पानी पर्न थाल्यो वेट भयो अनि हामी आफ्नो थाल बोकेर त्यो माग्न हिँडेको नै हिँड्यौँ होइन बाटोमा सबै मान्छेहरू देखिरहेको भने मेरो त खाना भिजेर सुपै भयो हाम्रो भाइले सबले छोपेर हिँडेको थियो हाम्रो भाइलाई आउँछ नि त क्लासको टपर हो के सोचे जान्छु नि हो होइन हो त यो सर्ट लगाएको मान्छे आएर चिसो हो क्या यसमा अन्दाजा लगाउनु सक्नुहुन्छ कति चिसो छ होइन रास्तै ऊ त्यहाँ चिउरीको फुल झरिरहेछ है कस्तो राम्रो देखिरहेछ बाटोभरि चिलाउने के का चिउरी नि चिलाउने हो कि होइन मम्मी भन्नु त मम्मी हो कि होइन भन्नु त त्यो चिलाउनेको फुल होइन होइन त भने कस्तो हो
होइन भने द्याट्स नट माई प्रब्लम, किनकि मलाई यो इन्फर्मेसन मम्मीले दिनुभएको हो। मम्मीले भन्नुभएको हो त्यहाँ चिलाउनेको फुल हो भनेर। मैले अघि भर्खरै सोधेको थिएँ के को हो भनेर, अनि भन्नुभयो। अनि हो त्यही हो। जसले बनायो भने हामीलाई धेरै धेरै धन्यवाद। यो कसले बनाला भनेर थियो होइन, अनि जसले बनायो भने हामीलाई धेरै धेरै धन्यवाद है। धन्यवाद भन। हेलो भाइ। हेलो भाइ लजायो। क्रिस्टल आउँछ, म कपडा छोडिदिन्छु, गरिहाल्छु नि। दिस मच गाइस, किनकि अब हामी फर्किँदैछौँ। हामीले हल्का हल्का डान्स नि गरिदियौँ। यो फुल कस्तो राम्रो रहेछ। हामीले हल्का हल्का डान्स नि गरिदियौँ होइन। ए मेरो त यो त पुरै भिजेछ पानीले, लुगा सब खत्तम भएको छ, खत्तम। अनि स्कुलमा सिकाएको गीतमा चाहिँ गरिनँ मैले। कुन सिकाएको थियो स्कुलमा? के अरे कता हिँडेको बिजुली बालेर बोल्न पट भएर ब्युटी भएर हामी क्युटी भएर सिधै त्यहाँ आउँछ र केटा के आउँछ? मैले सुने होइन, म साँच्ची गीत चाहिँ सुने होइन। एकचोटि स्कुलमा रिदमले बजाएको थियो, हामी ल्याबमा गएर बस्दाखेरि। हामीले क्लास बङ्क हानेर ल्याबमा गएर बसेको थियौँ। त्यतिखेर त्यसले बजाएको थियो, अनि त्यतिखेर सुनेको थिएँ। त्यसपछि मैले सुनेको छैन त्यो गीत, त्यही भएर मलाई हल्का लिरिक्स नै आउँदैन। त्यही मैले टिकटक नै चलाउँदिनँ नि त, अनि त्यस्तो मलाई थाहा छैन कि। कृपा मिस वेयर आर यु? वी मिस यु सो मच है। यस वी मिस यु सो मच, स्पेसली आई। हामीलाई चाहिँ मम्मीहरूले छोडेर हिँडिसक्नुभयो, त्यही भएर हामी चाहिँ दौडिरहेको छौँ है। मैले यसलाई तानी तानी दौडिरहेको छु, किनकि हामी भिडियो बनाइरहेको थियौँ। अनि मम्मीहरूले छोडेर हिँडिसक्नु भयो। उहाँ अगाडि अगाडि कहाँ पुगिसक्नुभयो। मैले यसलाई मलाई आउने गीत बजा भनेको होइन, अब कसैलाई नआउने गीत बजाएर बसेछ। तुम चाहते क्या हो भाइ? क्या क्या? कुछ नहीं, ये कुछ नहीं चाहता, ये सिर्फ हमको इरिटेट करना चाहता है। भरी दुई रातै काट्यो छाट बन्द गरिदियो। फेरि मम्मीहरूलाई छोडिसक्यौँ होइन, मम्मीहरूले हामीलाई छोडिसक्यो। के हामीले मम्मीहरूलाई छोडिने हामी ढिला भइसक्यो। तिनीहरू झन् त्यहाँ त्यस्तो छन्। हामी अब गाली खान्छौँ स्योर। मेरो यस्तो भइसक्यो नि, यो मेरो जुत्ता सब भिजिसक्यो सबै। तिम्रो जुत्ता के भयो? मेरो ब्राउन लुगा, मेरो क्रिम लुगा ब्राउन भइसक्यो सब। कहाँ के अरे रोपाइ गरेर जस्तो भएर त्यहाँदेखि केही हेर्नु। सिरमारी बन आउँदै बाटो, यो बाटो हेर, पिच गरेको बाटो यो। अनि मेरो लुगा रोपाइ गरेर आएको जस्तो नभए के हुन्छ त होइन। अझ यस्तो लामो स्कर्ट। मैले के भन्दा म राम्रो भिडियो बनाउँछु, राम्रो फोटो खिच्छु भनेर यस्तो स्कर्ट लाएर आएको म। अहिले हेर कस्तो ब्याकग्राउन्डमा कस्तो राम्रो गीत बजिरहेको, त्यही भएर हल्का जो भन्छ मलाई गीत नै आउँदैन, त्यही नै राम्रो छ। नाचो नाचो। हामीले बाटोमा आइसले भेटेँ। मलाई भेटाइन है। तिमीलाई त बाटोमा भेटायो भाइ, तिमीलाई नदी मुनि पुल मुनि भेटाएको नि। अनि भतिजीलाई दिदी लगौँ न प्लिज भनेर लगाएँ। गाइज हामी चाहिँ अब छुट्टिने बिन्दुमा आयौँ होइन। अब यो भाइहरू उता जान्छन्, म उता जान्छु, हामी उता जान्छौँ। त्यसैले अब म भ्लग एन्ड गर्छु। बाई बाई भन।